टियु ग्राउन्ड चाहिँ किन हाई स्कोरिङ भ्यानु होइन त नि? एन्ड लाइक क्यान यु टर्न टियु इन्टु लाइक ब्याटिङ प्याराडाइस? अब हामीले आइपिएलमा हेर्न सक्छौँ अहिलेको टी20 क्रिकेट भनेको एकदमै धुवाँधार खेल्ने खाले क्रिकेट हो कि। अनि पहिला पहिला इन्डियन पिचहरू कस्तो हुन्थ्यो, एकदमै लाइक स्लो टाइपको हुन्थ्यो होइन। बट अहिले हेर्नु न होइन, हरेक म्याचमा 200 रन बन्छ बन्छ। अनि करेन्ट रियालिटी अफ द टियु पिच चाहिँ अहिले चाहिँ अफन स्लो एन्ड लो हुने क्या पिच के होइन। अनि गाइज हुन्छ नि त्यसलाई समटाइम चाहिँ त्यो अनइभन लाइक बााउन्स हुने कि होइन। अनि लाइक बलरलाई चाहिँ एकदमै लाइक त्यो अर्ली विकेट लिन एकदमै बढी हेल्प हुने, किनभने त्यो लाइक अनप्रेडिक्टेबल बााउन्स हुने, अनप्रेडिक्टेबल स्विङ हुने। त्यो टियुको म्यानेजमेन्टहरूलाई भन्दा पनि यो लाइक पिच इन्स्ट्रक्टरले बुझ्ने कुरा हो कि होइन। हामीलाई ब्याटिङ पिचको लागि हामीलाई के चाहिन्छ, हार्ड सर्भिस चाहिन्छ। अनि त्यसपछि गएर लाइक के घाँसहरू भएको हुनुपर्छ हल्का होइन। अनि मेन कुरा भनेको लाइक टप लेयर चाहिँ एकदम हार्ड हुनुपर्छ, त्यसले गर्दाखेरि बााउन्स मिलोस् होइन, ब्याटमा पेसली बल आओस् होइन, स्लो नभओस् टाइपको। अनि लाइक वेल रोल पिच क्या हुन्छ नि, ल त्यो पिचलाई त रोल गरिराख्नु पऱ्यो क्या, एकदम हार्ड सर्भिस। त्यो चाहिँ लाइक एकदम टाइट हुनु पऱ्यो क्या ग्राउन्ड चाहिँ। हल्का हल्का च्यालेन्जेस छ त्यो ग्राउन्डमा। हाम्रो नेपालको वेदरै, काठमाडौँको वेदरै फक्ड अप छ होइन। अनि अर्को कुरा भनेको हामीसँग चाहिँ स्टेडियम पनि सानो छ, अनि हामीसँग इक्विपमेन्टहरू पनि कम छ होइन, त्यो कुरा नि हो। अनि लाइक हामीले चाहिँ पिच चाहिँ अब फ्रिक्वेन्टली युज गरिरहेको हुन्छौँ क्या, जुन बेलामा नि त्यही पिच युज गराएछ, त्यही पिच युज गराएछ होइन। धेरै ग्राउन्ड पनि छैन हामीसँग। अनि अर्को कुरा भनेको लाइक बजेट के, जे कुरा पनि राम्रो लागि राम्रो बजेट चाहिन्छ होइन, राम्रो इक्विपमेन्ट चाहिन्छ, राम्रो मेटेरियल्स चाहिन्छ, राम्रो मान्छेहरू हायर गर्न सक्नुपर्छ। यो चाहिँ हाम्रो मेन प्रब्लम हो कि। यदि हाम्रो नि इन्डियाको जस्तै फ्ल्याट पिच अनि अस्ट्रेलियाको जस्तै एकदमै हार्ड पिचहरू भयो भने चाहिँ बबाल बबाल ब्याट्सम्यान निस्किन्छ कि। ब्याट्सम्यान निस्किन के गर्नुपर्छ, बबाल खतरा ब्याटिङ गर्नु पऱ्यो नि त। कुनै पनि ब्याट्सम्यानले होइन कुनै गेममा सेन्चुरी, डबल सेन्चुरी हानिराख्यो, हाई स्कोर गरिराख्यो भने उसको माइन्ड मसल मेमोरीहरू हुन्छ नि होइन, त्यो चाहिँ एक्टिभ हुन्छ कि होइन। उसको सर्टहरू खुल्दै जान्छ, उसमा कन्फिडेन्स बढ्दै जान्छ कि। हाम्रो टियु ग्राउन्डमा रन हान्ने कसले, कुशल भुटेल र आसिफ शेखले रन हानेन भने हामीले कहिले पनि जित्दैनौँ। पछाडि आएर रोहित पौडेलले 1-2 गेम जिताउँछ होइन। दिपेन्द्र सिंह ऐरीले त आजसम्म टिकेर एउटा गेम पनि फिनिस गरे छैन है, म त्यो कुरा मान्छु होइन, आफैले दममा जिताएर। भने हाम्रो ब्याट्सम्यानहरूलाई ब्याटिङ गर्ने कन्फिडेन्स नै छैन कि। त्यसको लागि भए पनि अब जतिवटा पिच बन्छ नि सबै फ्ल्याट पिच, ब्याटिङ पिच हुन पऱ्यो। यो चाहिँ मेरो हाम्रो सरकारलाई चाहिँ एकदमै रिक्वेस्ट गर्न चाहन्छु। तब मात्र हाम्रो देशबाट दामी दामी ब्याट्सम्यान निस्किन्छ कि। माइन्ड सेट चेन्ज गर्नु पऱ्यो नि त पहिला त यार। घरेलु क्रिकेटमा के भन्छ 50को स्ट्राइक रेटले, 100को स्ट्राइक रेटले खेलेर अनि इन्टरनेसनलमा गएर धोबी हान्न सकिन्छ? हाम्रो नाम कहिले आउने, हामीलाई आइपिएलमा कसले किन्ने, हाम्रो खेलाडीको आइसिसी ऱ्याङ्किङ कहिले बढ्ने के। पिच स्लो भएपछि ब्याट्सम्यानले कहाँबाट रन हान्छ छ नि, विराट कोहली लिएर आए पनि कसैले नै हान्न सक्दैन रन होइन। हाम्रो खेलाडीको कमी होइन कि, हाम्रो कमी भनेको पिचको मात्र हो कि।